कन्टेम्पोरेरी पोलिसी डायलग यो समसामयिक नीति मन्थनको 229औँ अङ्कमा छौँ। यो Years are रिसोर्सेस building हिमालय businesses with AI, while the only AI you know. रिसोर्सेस हिमालय फाउन्डेसन र नेपाल डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट एनडिआरआईले गत झन्डै 6 वर्ष लगभग भइसक्यो यो चाहिँ हाइब्रिड र मोस्टली भर्चुअल प्लेटफर्ममा हामी चाहिँ यो गर्दै आएको छौँ। एकदमै स्वस्फूर्त हामी दुईटा संस्था थिङ्क ट्याङ्कले यसको सहजीकरण मात्रै गरेको र 2 हप्तामा एकचोटि हामी गर्ने गरेको छौँ यो। र यसपालिको यो जुम लिङ्क चाहिँ हामीलाई नेपाल ओपन युनिभर्सिटीको कोर्टसीमा हामीले प्राप्त गरेको छौँ। यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद। र हामी बिस्तारै टिम्सबाट प्रयोग गर्ने हामीले चाहिँ आउँदो दिनहरूमा सोचेको छौँ। र आज चाहिँ हामी यो युएन संयुक्त राष्ट्र सङ्घको यो 80औँ 8 दशकको भएको उपलक्ष्यमा हाम्रो आदरणीय पूर्व महामहिम डाक्टर शम्भु सिङखडा सरले चाहिँ हामीलाई सेयर गर्दै हुनुहुन्छ। र अब पूर्व महामहिम अब हामी सबैको लागि चित परिचित, उहाँको परिचय गराउनु नि खासै परेन, तर एक दुईवटा जो नयाँ हुनुहुन्छ उहाँहरूको लागि केही कुराहरू राख्नु पर्दाखेरि उहाँ अब स्थायी प्रतिनिधि संयुक्त राष्ट्र सङ्घ भइहाल्नु भयो र उहाँ एम्बेसेडर फर जेनेभा स्विजरल्यान्ड अनि डेपुटी पर्मानेन्ट रिप्रेजेन्टेटिभ फर न्युयोर्क। त्यस्तै गरेर मलाई एकदम इम्प्रेस भएको चाहिँ अस्ति मात्रै मैले सुने द फर्स्ट पिएचडी स्कलर इन इन्टरनेसनल रिलेसन है, यो चाहिँ आई डिड नट नो द्याट। अनि त्यस पछाडि डाक्टर सिमखडा भेरी इन्स्ट्रुमेन्टल फर हाई लेभल पिस एन्ड कन्फ्लिक्ट म्यानेजमेन्ट को कुरामा, स्पेसली यो माओइस्ट कम्ब्याटमेन्ट रिहेबिलिटेसन गर्नेमा स्पेसल कमिटीमा उहाँहरूको स्पेसल कन्ट्रिब्युसनको कुरा इज हाइली एक्नोलेज, वाइडली नन। अनि हाई लेभल यो फरेन पोलिसी रिभ्यू गर्ने डाक्टर सिमखडाको एकदमै ठुलो रोल हामीले पढ्दै आएको सुन्दै आएको। र अहिले पनि यो नेसनल डिफेन्स युनिभर्सिटीमा डाक्टर सिमखडाले योगदान गरिराख्नु भएको छ, एनडियू भन्छ नि हामी, त्यसमा योगदान गरिराख्नु भएको छ। उहाँको धेरै आर्टिकल बुक्सहरू पढेको छौँ, स्पेसली यो ट्रम्प एन्ड ट्रमा भन्ने चाहिँ एकदमै टची लाग्यो मलाई यो है, उहाँको यो ट्रम्प एन्ड ट्रमा इन ट्रान्जिसन भन्ने है। र विशेष गरेर यो रिजनल कोअपरेसनमा डाक्टर सिमखडाको एकदमै ठुलो योगदान छ, सार्कदेखि लिएर बिमस्टेकको कुराहरूमा। र डाक्टर सिमखडा यसरी सेयर गर्नुहोस् त हजुरकोबाट डाइरेक्ट यो सेयर छ नि, यो जुममा तल सेयर लेखेको, अनि खोल्नु होला हजुरले। अब यो 80 वर्ष पुगेको उपलक्ष्यमा यो हामी सबैको लागि अब युएनको ठुलो भूमिका, विशेष गरेर नेपाल जस्तो देशहरूमा अब यो ग्लोबल पिस होइन, अब ह्युमन राइट्स, ह्युमेनिटेरियन एडदेखि लिएर अब विभिन्न डेभलपमेन्ट एडमा पनि, डेभलपमेन्टमा धेरै भूमिका, र विशेष गरेर अहिले यो क्लाइमेट चेन्ज पेन्डामिक म्यानेजमेन्टमा पनि ठुलो योगदान रहेको कुराहरू। र अब यो मञ्च हाम्रो पूर्व मन्त्री गणेश शाहज्यूको अध्यक्षतामा चाहिँ हामीले गर्दै आएको छौँ। र आज चाहिँ म अब अध्यक्षज्यूको मन्तव्य अन्तिममा राखेर म यसो यहाँ उपस्थितहरूलाई स्वागत गरिदिनुको लागि म हाम्रो नेपाल डेभलपमेन्ट रिसर्च इन्स्टिच्युटको अध्यक्ष कृष्ण पहाडीज्यूलाई म अनुरोध गर्छु। कृष्ण पहाडी सर, यसो छोटो हामी उपस्थितहरूलाई महानुभावहरूलाई स्वागत गरिदिनुको लागि अनुरोध गरेँ मैले। डाक्टर कृष्ण पहाडी। पहाडी सर, आर यु देयर? आई क्यान सी यु हियर। र सर सुनिराख्नु भएको छैन। कृष्ण सर, हुन्छ चाहिँ के यो गरेर कृष्ण पहाडी सर, आर यु देयर? ठिक छ, उहाँको केही प्राविधिक ऊ भएको हुनसक्छ।
होइन हाम्रो अध्यक्षज्यूकै केही यो आरम्भ एक दुई शब्द राख्नु पर्यो क्या हो गणेश सर हजुरको यसो सेसन तताउने क्रममा के सुनिएन डाक्टर साहब यो हजुरकै सुनौ न छोटो आरम्भ मन्तव्य छोटो ल धन्यवाद हो कि हजुर सर सर्वप्रथम त अब सबैजनालाई हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु। अब यो यो हाम्रो जुन सिपिडी चलिरहेकोमा यो अलिकता मैले यहाँ टिप्दै थिएँ। अब सेमखडाजीको प्रेजेन्टेसनबाट धेरै कुरो थाहा हुन्छ, तर मैले अहिले पहिले युएनको स्थापना हुँदाखेरि प्रभावली सेकेन्ड वर्ल्ड वार पछि लगत्तै भएको हो र त्यो बेलाको कोल्ड वारको एज बित्यो। त्यसलाई चाहिँ हामीले कोल्ड वारको भन्यौँ, त्यसपछि युनिपोलर वर्ल्ड भन्यौँ, अहिले मल्टिपोलर वर्ल्ड भन्छौँ। अहिले भर्खर हेर्दै थिएँ अघि ट्रम्पको कुरो भन्नुभयो। अब युएन र ट्रम्पको बिचको सम्बन्धले भोलि युएनको भूमिका के होला। तर नेपालको सन्दर्भमा के रहेछ भने धेरै नेपालीलाई चाहिँ युएन पिस किपिङ मिसनमा गएर यो लाइफसँग जोडेर छ क्या। धेरैजनालाई आर्मीको पुलिसको एकचोटि युएन पिस किपिङमा गएपछि घर बनाएको पनि कहीँ नेपालीको जीवनसँग चाहिँ यो युएनको दुई किसिमले अब युएनको महासचिव उहिले उत्थान नेपाल आउँदाखेरि लुम्बिनीको कुरो भयो। अब अहिले जनरल सेक्रेटरी आउँदाखेरि क्लाइमेट चेन्ज हिमालको कुरोहरू छ। त्यसैले नेपालले युएनबाट के कति बढीभन्दा बढी आफ्नो राष्ट्रिय हितमा गर्न सक्छ त्यसको लागि चाहिँ मलाई यो लाग्छ यो डिप्लोमेसी त्यसमा पनि अब अस्ति अब अहिले बढी हामी चाहिँ यो साइन्स डिप्लोमेसीको कुरो गर्दाखेरि अब यसमा चाहिँ कसरी यसको निर्वाह गर्न सकिन्छ भन्ने पनि लागेको हुन्छ। अब यो क्षेत्रको अब तपाईँले अघि नै भनिहाल्नुभयो पहिलो पिएचडी डाक्टर शम्भु सिंहकडा र उहाँको जुन एकाडेमिक वर्कहरू छ पब्लिकेसन्सहरू चाहिँ हाइली एप्रिसिएबल। उहाँलाई पनि सबैजनाले स्वागत गरौँ र उहाँको मन्तव्य सुनौँ। यति भन्दै पुनः सबैजनालाई हार्दिक स्वागत अभिवादन गर्दै कार्यक्रम अगाडि बढाउनु जय जिल्ला अनुरोध गर्दछु। हस् थ्याङ्क यू गणेश सर। डाक्टर शम्भु यो डाउनलोडै हुन सकेन अलिक ठुलो फाइल भएर हो कि हजुरकै उसबाट डिस्प्ले गर्न प्रयास गरौँ कि एकचोटि मेरोबाट डिस्प्ले गर्नलाई सेयर छ नि हजुरकै तलकै सेयर गरेको हो मैले। म अब त्यो ऊ भएन। यसै पनि अब तपाईँको यो टपिक यसैको लागि चाहिँ नि मैले त्यो बनाएको होइन। मैले 1 वर्ष अगाडि यो ग्लोबल गभर्नेन्स र च्यालेन्जेस अपर्च्युनिटी च्यालेन्जेस भन्ने खास गरी युएनकै यो 80 इयर्सको प्रिपरेसनको सम्बन्धमा एल्सवेयर यो इन्स्टिट्युट अफ फरेन अफेयर्समा एउटा प्रोग्राम प्रेजेन्ट गरेको थिएँ। मोरलेस त्यसैको आधारमा त्यो छ। त्यसो हुनाले अहिले त्यो अब त्यो स्लाइड चाहिँ नि छाडिदिउँ जस्तो लाग्यो मलाई। म मेरो यसै जट डाउन गरेको केही नोट्सहरूबाट आई वुड लाइक टु सेयर सम रिफ्लेक्सन्स। हस् सर हस् थ्याङ्क यू सर ओभर टु यु सर। थ्याङ्क यू। अब पहिला कुरा आइएम एब्सोल्युटली डिलाइटेड यस्तो एउटा एनडिआरआई प्लस अब तपाईँहरूको के अरे हिमालयन रिसोर्स हिमालय फाउन्डेसन फाउन्डेसन को धेरै साथीहरूसँग आफ्ना केही रिफ्लेक्सन्सहरू त्यहाँ मलाई ल्याइदियो केही रिफ्लेक्सन्स सेयर गर्न पाउँदा अब खुसी लागेको छ। अब पहिला कुरा त म कहाँबाट सुरु गरौँ भनेदेखि यो एउटा अहिलेको सेक्रेटरी जनरलको कोट, "We are at an inflection point in history. In our biggest shared test since the Second World War, humanity faces a stark and urgent choice, a breakdown or a breakthrough." This was, by the way, हाम्रो audience चाहिँ mostly all Nepalese हैन त, so I can mix Nepali and English. Yes sir, हुन्छ सर हजुर। Excellent. Excellent. Okay. So this was the Secretary General's report to the UN General Assembly in 2021. Since then, his stark sort of warning that either the world comes
to a new breakthrough, or else we are heading towards a new breakdown, a global breakdown. भन्ने जुन वार्निङ छ त्यो वार्निङलाई ग्लोबल पोलिटिकल लिडरसिपले त्यति ध्यान दिएर सुनेको जस्तो देखिँदैन र जसका कारण आज सब्सिक्वेन्टली त्यो हामी the crisis of the 3 C's भन्छौँ अहिलेको एजको. Number 1 is conflicts and wars. Number 2, the crisis of climate. र number 3, यसलाई मैले प्याराफ्रेज गरेको छु, कोभिड लाइक पेन्डेमिक्स. अहिले पनि अलिअलि रुगा लागिरहेछ. त्यो कोभिड गयो, कोभिड-19 त सकियो भनेको छ, तर त्यसका आफ्टर इफेक्ट्स र हेल्थ इफेक्ट्स अफ सो मेनी अदर थिङ्स त्यो चाहिँ कन्टिन्यू छ. द ग्लोबल, त्यसले गर्दाखेरि द सब्सिक्वेन्ट रिपोर्ट्समा गुटेरसले के भन्नुभएको छ भने द वर्ल्ड इज on the verge of a peril भन्नुभएको छ. अब the risk of the war in Ukraine, मैले बारम्बार अब अहिले गाजामा केही किसिमको सिज फायर जस्तो भएको छ, तर त्यो लङ्गर टर्म त्यो पिसको जुन होप छ त्यो चाहिँ अझै पनि अनसर्टेन छ. र द रिस्क अफ द वार इन युक्रेन in the sense that Ukraine war सुरु हुने बित्तिकै मेरो एउटा पिस छ कि it's a classic failure of diplomacy. Why? Because diplomacy is essentially a profession which in its preventive form is to prevent any bad things happening to your own country as a result of some external factors. So that's the preventive side of diplomacy, which is very important. र कथम कदाचित त्यो prevention fail भयो, which happened in the case of the Ukraine war. The role of diplomacy is to resolve such conflicts with minimum damage to your own country and to the world as quickly as possible. That's the other part of diplomacy. तर त्यो डिप्लोमेसी अहिले ट्रम्प आएपछि अलिअलि सुरु भएको छ, तर त होइन भने त्यो डिप्लोमेसी फेल भए मात्रै होइन. देयर वाज in fact no diplomatic initiative from all directions to resolve that crisis. र त्यो क्राइसिसमा मैले त्यति बेलै लेखेको आर्टिकलमा के छ भने यो वार कन्टिन्यू भयो भने तपाईको भोलि गएर it can cross both the geographic and technological thresholds, in the sense that if Russia feels threatened more and more, then there is no guarantee that it will not be forced to use the kind of technology, the weapon system that the war has now been limited. That's another danger I see. त्यसो हुनाले the point is अब त्यो अरु धेरै छन्. अफगानिस्तान भन्नुस् के भनेदेखि अहिले अरु सुदानमा के भइरहेछ, अफ्रिकामा के भइरहेछ, all those things are coming to the point of breakdown. अब पोस्ट वर्ल्ड वार 2 को अघि इनिशियली कुरा गर्नुभयो, अहिलेको प्याराडाइम is known as the post World War II global paradigm. अब त्यो प्याराडाइमको फेलियर अघि तीनटा भनेको क्राइसिस अफ द 3 C's छँदै छ. र त्यो किन अहिले UN at 80 यस्तो समस्यामा छ भन्दाखेरि त्यसतर्फ म अलिकति जान चाहन्छु. The tragedies of the 2 world wars, दुईटा वर्ल्ड वार को जुन लेभलको ट्रेजेडिज भयो, both in terms of the loss of human life and other devastations, त्यसले त्यति बेलाको पोलिटिकल लिडरशिप र के भनेदेखि इन्टेलेक्चुअल्स, थिङ्कर्सहरूलाई के लागेको थियो मेरो स्टडीमा भनेदेखि, यदि हामीले अब कुनै किसिमको
नयाँ सोच, एउटा ट्रान्सफर्मेटिभ थिङ्किङ, बोथ इन टर्म्स अफ individual human behavior, but even more than that, the interstate relations, which is the foundation of IR भन्छ, त्यो IR मा चाहिँ नि एउटा नयाँ कन्सेप्चुलाइजेसन भएन भने the world, because of the increasing lethality of the weapons of mass destruction that the Second World War witnessed, and of course the vision that this technology is going to, in a kind of a very foresight, that this is going to be a much more transformative at all levels of human endeavor. त्यो हुन्छ र त्यो हुने प्रक्रियामा यदि हामीले चाहिने ह्युमन रिलेसन्स र ह्युमन रिलेसन्सको सबैभन्दा मोस्ट consequential part, the relations among nations, because nation states conceptualization is in fact the highest institution of governance that human mind has created so far, and the most powerful, both from the perspective of interstate relations as well as internal loyalty and governance. त्यसो भयो हुनाले त्यो इन्स्टिट्युसन्सहरूको बीचको रिलेसनसिप जुन हो त्यो चाहिँ ट्रान्सफर्मेसन भएन भने द वर्ल्ड इज गोइङ टु बी इन मोर एन्ड मोर प्रब्लम भन्ने त्यो एउटा भिजनरी कन्सेप्चुलाइजेसनको कारणले दुईटा कुरा भयो। एउटा चाहिँ द फाउन्डेसन अफ द युएन, र सेकेन्ड चाहिने तपाईँहरूले हेर्नुभयो भनेदेखि अस्ति गणेश शाहजीले अस्तिको प्रोग्राममा यो पिपल्स डिप्लोमेसी भनेर रसियामा धेरै पहिला सुरु भएको रहेछ। तर एज अ म्याटर अफ फ्याक्ट, एज अ डिसिप्लिन, यो इन्टरनेसनल रिलेसन्स भन्ने जुन डिसिप्लिन हो त्यो डिसिप्लिनको ओरिजिनै पोस्ट वर्ल्ड वार II ओरिजिन हो। किनभने त्योभन्दा पहिला यसका विधाहरू जस्तो पोलिटिक्स, इकोनोमिक्स, नेसनल सिक्योरिटी, तपाईँको हिस्ट्री, जियोग्राफी, इन्टरनेसनल ल, त्यो भिन्दै भिन्दै विधामा त्यो पढिन्थ्यो, पढाइन्थ्यो। र त्यति बेलाको थिङ्कर्सहरूले के विचार गरे भनेदेखि यो युएनको ट्रान्सफर्मेटिभ म्यान्डेट, टु ट्रान्सफर्म द बिहेभियर इन्टरस्टेट रिलेसन्सलाई intellectually guide गर्नको लागि you need to bring together the knowledge contained in all of these separate disciplines into a new academic discipline called IR, international relations भनेर तब यो इन्टरनेसनल रिलेसनको स्टडी चाहिने तपाईँको वेस्टर्न युनिभर्सिटीहरूमा एज अ न्यू डिसिप्लिन पोस्ट वर्ल्ड वार II फेनोमेनाबाट सुरु भयो। अब त्यो त्यसका धेरै लिटरेचरहरू छन्। त्यो त्यसको वान अफ द पाइनियर्स भन्नुहुन्छ भने त्यो पछि मैले मेरो त्यो स्लाइडमा दिएको थिएँ, अब आई क्यानट गिभ यु द्याट स्लाइड। त्यो एडवर्ड ह्यालेट कारको द 20 years क्राइसिस भने द क्राइसिस बिट्विन द फर्स्ट वर्ल्ड वार एन्ड द सेकेन्ड वर्ल्ड वार, र किन त्यस्तो भयो, किन वाइ वाज द लिग अफ नेसन्स बिकम अ फेलियर, यो सबै कुरालाई राखेर उनले चाहिने यो नयाँ कन्सेप्चुलाइजेसन अलमोस्ट लाइक द अर्लिएस्ट बुक्स अन इन्टरनेसनल रिलेसन, एडवर्ड ह्यालेट कारको द 20 years क्राइसिस, त्यसरी आएपछि यो नयाँ डिसिप्लिन एउटा सुरु भएको थियो। तर अब तपाईँको यो दुइटै के भयो भनेदेखि अब हाम्रो ह्युमन माइन्ड has not been able to travel as quickly as the transformation in IR, I mean in technology. So as a result, I'm always fascinated by this quotation in a foreword of a book called The Commonwealth. Jeffrey Sachs को नाम तपाईहरुले सबैले सुन्नु भएको छ। Jeffrey Sachs is one of the most well-known professors of international development, खास गरी इकोनोमिक्स र इन्भाइरोमेन्टल साइन्सको अहिले उनी कोलम्बिया युनिभर्सिटीको अर्थ साइन्स इन्स्टिट्युट भन्नेको अहिले डाइरेक्टर नै छन्। र त्योभन्दा पनि सिग्निफिकेन्ट कुरो भने त यो MDGs, SDGs भन्छ नि, मिलेनियम डेभलपमेन्ट गोल्स युएनको, त्यसपछि अहिले आएर त्यसैको फलोअप सस्टेनेबल डेभलपमेन्ट गोल्स भन्ने आइरहेछ। MDGs को एक किसिमको ब्रेन चाइल्ड जेफ्री साक्सको, किनभने उनी त्यति बेला जति बेला द सो कल्ड न्यू मिलेनियम, तपाईँको एन्ड अफ द 20th century र बिगिनिङ अफ द न्यू सेन्चुरी 21st century, त्यति बेला चाहिँ म युएनको सम अफ द मोस्ट क्रिटिकल sort of meetings of the UN-मा कुनैमा पार्टिसिपेट गर्ने, कुनैमा चेयर गर्ने भाव हुनाले त्यो जब त 1999 पछि 2000 मा चाहिँ मिलेनियम समिट को UN ले कन्सेप्चुलाइज गर्यो,
त्यति बेला यो जेफ्री स्याक्स वाज द इकोनोमिक एडभाइजर टु सेक्रेटरी जनरल कोफी आनन र उनले चाहिँ यो मिलेनियम डेभलपमेन्ट गोल्स र मिलेनियम तपाईँको समिटको चाहिँ नि एक किसिमको अहिले टर्म चलाएको टर्म छ नि शेर्पा जसले अर्गनाइज गर्छ मोस्टली त्यो उनी त्यहाँ त्यो बेलामा त्यो थिए र उनको किताब पछि उनले त्यो सबै आफ्नो एक्सपिरियन्सलाई राखिकन कमनवेल्थ भन्ने एउटा किताब उनले लेखेका छन् र त्यो कमनवेल्थ भने कोलम्बिया युनिभर्सिटीको प्रोफेसरले लेखेको किताबमा उनको एकजना पुराना चाहिने मित्र र गुरु पनि रहेछन् प्रोफेसर एडवर्ड विल्सन भन्ने उनी चाहिने हार्वर्ड युनिभर्सिटीको त्यति बेला उनी प्रोफेसर एमेरिटस भइसकेका थिए र उनले लेखेको यो फोरवर्डको यो लाइन is reflective of how humanity stands today. And let me quote this. He says, Professor Wilson says, we, meaning mankind, exist in a bizarre combination of Stone Age emotions, medieval beliefs, र मैले त्यसलाई अलिकति एड गरेर इन्स्टिट्युसन्स पनि भनेको छु, medieval beliefs and institutions, but God-like technology. He further says, and I'm quoting him, this is how we, meaning we human beings, have lurched into what we call the 21st century. The significance of this quotation is twofold. One is, if this is what intellectuals of countries we regard as advanced, and some of the institutes like Columbia University and Harvard University regarded as the global power centers of ideas and knowledge, उनीहरू त्यो लेखिरहेछन् भनेदेखि you can imagine the condition of the world of the what is now called the global south, where we have often relied on what a very well-known Indian scholar diplomat calls tragedy of mimicry, because most of what we know, what we study, are all coming from after what Plato and Aristotle developed. And later on, a deviation of some of you, what Karl Marx talked about, and and his disciples. But interesting thing, तपाईले यो अहिले हेर्नुभयो भने अहिले जुन यो UN became a captive of the Cold War, and why the UN became dysfunctional and went out of its missionary mandate is the two principal conceptual doctrinal division of the world between what you call liberal democracy, Adam Smith's Wealth of Nations, र त्यसपछि classical liberals, र अहिले आएर Marxism, Leninism, socialism, र पछि आएर हाम्रो देशमा माओइजम. यो दुईटाको ओरिजिनल थिंकर्सहरूको विचार पढ्नुभयो भने तपाईलाई छक्क लाग्ला, because they have both converged, both खास गरेर चाहिने तपाईको यो एडम स्मिथको त र क्लासिकल लिबरल्सको त धेरै छ. तपाईको early convergence कस्तो छ भने the original thinkers behind the two main competing intellectual ideological foundations of contemporary political economy and governance, the division, namely liberal democracy and Marxism, socialism, communism, converge on the primacy of economics as the principal determinant of interstate relations. र उनीहरू के भन्छन् हेर्नुस्. Adam Smith and other classical liberals argued that, and I'm quoting, the contradiction between political organization and economic rationality had to be resolved in favor of the latter,
That means economics. Karl Marx's close associate and co-author Friedrich Engels, in his famous polemic Anti-Düring, dealt explicitly with the question of whether economics or politics was primary in determining the structure of international relations, and concluded, and I'm quoting, political power adapts itself to changes in the balance of economic forces and yields to the dictates of economic development. They both converge on this idea. But there are others. In contrast, the nationalist realist schools regarded political security considerations as the key. अब त्यसमा धेरै स्कलर्सहरूको हान्स मोर्गनथाउदेखि लिएर धेरैको ऊ छ। तर त्यसमा सबभन्दा गहिरो अध्ययन चाहिँ a liberal economist himself, Jacob Weiner, made one of the most insightful analysis of the relationship between economic and political factors in determining the structure of international relations. After a comprehensive study, he concluded the power of national sentiment can override all other considerations. It can dominate the minds of a people and dictate the policies of government, even when in every possible way and in every possible conceivable manner, it is in sharp conflict with what seem to be and are in fact the basic economic interests of people in question. So, you see, these foundation of knowledge were already available before, in fact, the doctrine, the whole discipline of international relations started. So my argument has always been, and of course there is a whole school of thought called the critical scholars of IR, critical theories of IR, which have always argued against this overly state and power-centric conduct of interstate relations, which is what the UN was, the IR as a discipline was supposed to bridge the gap, and UN was supposed to lead the global transformation process. And that is where the UN has failed. Now, I can give you a long history about how gradually after the Cold War, the UN became dysfunctional for two reasons. One was the member states themselves trying to use the UN as an instrument of their own national interest, individual national interest. Whereas the mandate of the UN, and it's available in many literature, what it called collective legitimization of individual national interests. That was the mandate of the UN. That you harmonize the individual interests of individual countries within what is a collective global good, collective security, prosperity, and dignity. That was the mandate of the UN. And that was also the fundamental idea why the IR as a separate discipline, as an intellectual sort of discourse began. So my conclusion is that where we are today is both a crisis of IR and a crisis of UN. That is the reason for the paradigm in peril, the current paradigm. The post-Cold War paradigm was already failing. Then came what you call the end of the Cold War. And of course, that end of the Cold War, if it was conceptualized properly, and many of my my speeches in the UN, if you go back to them, was basically based on that, in the sense that the Cold War ended hoping that the ideological divide that turned the UN into dysfunctionality would change. And of course, the UN would take the lead to again restore its
principal mandate. But that didn't happen. Again, as I said, partly because this vision, there were differences of ideas even before the UN. In fact, the Second World War happened primarily because of the differences of what you call the global worldview, different worldview, how one side saw the world of the future, and of course how Hitler and the Axis powers saw their world. That was the reason for the Second World. And the end of the Cold War was the different visions of the world between the so-called liberal democratic world and the socialist communist world. And of course, the whole purpose of intellectual, as I said, diplomacy, is to bridge the gap. But then there was such a, what I call, intellectual traffic jam. And still today, as I said, the scholars of international relations from Harvard, and I can give you so many examples. Mersheimer from the University of Chicago. If they are saying such things, we in the developing South have remained stuck in the intellectual doctrines enunciated by theorists from a completely different set of environment, from a completely different socioeconomic levels of development. And of course, what we have done, we've tried to use those doctrines to destroy each other within societies. And that is the success of the Chinese today. In fact, the Chinese have used Marxism-Leninism only as an instrument of, organizing their own society in their own way. That is why they call it socialism with Chinese characteristics. In some sense, today, China is hardly a communist and socialist country. They are basically, if you read my book, Nepal, India, China, Relations in the 21st Century, I have looked at China's politics, economics, foreign policy, and defense, and how they have used political ideology to organize their society in a way that it serves the national interest. Whereas we have, as this Indian scholar diplomat so rightly says, we've been tragedy of mimicry, solely copying either from in a geographic sense, copying the West from our society. We have, partly this is our own fault, intellectuals of our own society, because we very rightly enunciated the doctrine called non-alignment. But what happened to non-alignment? Neither the political idea of non-alignment was supported by an intellectual discourse to take this process forward as a bridge between both the East and West, nor the political leadership was able to sustain that idea. So there was, you call non-alignment, but there was alignment within non-alignment in terms of both doctrine and policy. So naturally it failed, and it's a failure today. Now there is a new movement called BRICS. There's a new movement of the global South. There's an awakening happening, but then that awakening has to be sustained by an awakening of ideas, and that's where we lack. And partly that is what happened in the failure of the UN and the failure of the global paradigm today. There is one other element which I have gone through. There's a failure of the top leadership of the UN. Why? Because as soon as they became appointed,
it became, rather than the mission, at least after the death of Dag Hammarskjöld, the first two, Trygve Lie and Dag Hammarskjöld, were very conversant with the idea of the real mandate of the UN, about this transformative mandate of the UN. But then after Dag Hammarskjöld died, the secretary generals that came after him were either intellectually and politically so weak that it started becoming dysfunctional. The whole idea, like in if there are any former UN officials listening, there was this idea called laissez-passer. They were called the international civil servants and international diplomats, keeping them in almost the same level and maybe even more with bilateral diplomats. Why? They were given special passports to facilitate that transformative process of not being loyal to your individual national interests, but being loyal to the global collective good mission, where all the interests of individual countries are, sort of harmonized in such a way that they all feel win-win, the relationship called win-win today. That was the mandate of the UN. But then neither the state leadership subsequently could comprehend this, or at least could rise above their narrow national interests, nor could the people, both intellectuals of IR as well as the senior officials of the UN and on other international organizations, were able to comprehend the real transformative mandate, rather than just looking at it as a good career, which happens, unfortunately, in all societies, even in our own bureaucracy. We talk about it, that in the sense that we have the bureaucracy has a permanent government, has a mandate to bring the transitional politics to its real objective, to take it to its meaningful conclusion. In my book that you mentioned, Triumph and Trauma of Transition, that is what I'm talking about. We are undergoing such significant transformations. For instance, the last big political change in 2006, if you look at it, it was an amazing transformation, which many societies took hundreds of years and so many deaths and devastation to come about. But what happened? In fact, the custodian of the 250 years old institution called monarchy can come stand up and say, look, if this is what people want, then I return the janta ko naso ma janta lai sumpidinchu. He can show that, but our leadership cannot even fathom the dynamics of politics today and want to remain stuck in lifelong positions of power. That's where the problem is. And of course, the bureaucracy, in many ways, fearing that it will compromise their risks, compromise their career, cannot take a stand, saying, look, especially in the realm of international relations and foreign policy, it is the role of the permanent government, that means the bureaucracy, to very assertively convey to the political leadership that, look, this decision will not serve the nation's interest, and as a result, I cannot be a part of it. Why can't they do that? And had they done that, would we be where we are today? So the point is, these are the failings of both institutionally as well as individually. And that's where we are all experiencing. Dr. Simkada, will you conclude in a couple of minutes so that we can take some questions? We're all facing this crisis of
the peril of paradigm failure. Now, that paradigm failure, especially and the crisis of both IR and UN, will have great consequences for a small country like Nepal. Because the whole UN and the whole transformative IR was supposed to be based on a few principles. One was sovereign equality of nations. Of course, the UN was already, when it's established, in a kind of a duality. On the one hand, you had the sovereign equality of nations in the General Assembly, but continuation of the classical power hierarchy in the Security Council. But it was gradually supposed to be transformed in a way, and that's the issue that is coming up in the UN today, even in UN at 80. One of the main issues that is coming up in this is, does the UN reflect the socio-economic and political power structure of today? And if not, how can you be effective by continuing the institutional framework which is outdated now? So there are a number of areas, like we are very active in peacekeeping. One is the UN was, in a way, a custodian of our voices of the small and the weak. That is changing. Secondly, the UN was supposed to be a leader in the conduct of IR through principles, norms, rules, and procedures. That is what a paradigm is called. So that paradigm was conceptualized on the basis of this norm-based order, rules and norms-based order. But then, has the power-centric approach to IR really changed? No. So here I come back to conclude the same, sort of my next book, which is now final my editorial work has been completed, is called SAARC to BIMSTEC, Breakdown or Breakthrough in Regional Cooperation. Since the UN and IR became dysfunctional, regional organizations again were conceptualized by thinkers of that time, saying that, look, maybe this whole idea of a transformative IR, of a collective human security, prosperity, and dignity as mandated to the UN was too far-fetched and too widespread. So as a result, let's bring it down to regional level, where countries are of similar socio-economic and development stages of development, similar security needs, and culturally together. So scholars thought that maybe the idea of regional cooperation would ultimately be a building block towards strengthening the UN. But that hasn't happened, partly because the UN wants to get involved in everything at the regional level instead of utilizing the regional mechanisms and structures based on their immediate post-World War II order. The UN has all regional structures like ESCAP in Asia Pacific, ECAFE in Africa, in ECLA in Latin America, which is going parallel to the regional institutions that have developed now. So instead of working through them, the UN is trying to take on too much because it gives it the project. I'm sorry, I mean, to many of you, it may sound very, controversial in the sense that the UN also provides a lot of employment and research. But that's not the whole idea. The whole idea is, because of that preoccupation, we are where we are. Yeah. And with this, Dr. Simprada, yeah. what happens is, I'm concluding, what happens is this affects the whole entire global order, but more important, the risk that is coming towards Indo-Pacific. Now, gradually the transatlantic situation, if it does not spill over, as I said, both in terms of geography, territorially, as well as technologically,
and let's hope it doesn't happen, then that focus of international relation is going to be the Central Himalayas, the Indo-Pacific, this region. That is where we need to focus in the sense that it will affect us all, but affect more smaller countries like ours. And that is where I think I will conclude by saying that we need transformative thinking in IR, and we need a stronger and more relevant UN. There is, of course, the only alternative to a UN is a better UN, especially looking at the perspective of countries like ours. But then it has to be, we all have to work towards that. And in that sense, I hope, the discussion that we are undertaking thank you. Will be a good one to in this transformative exercise that the UN Secretary General is launching to reform the UN based on the UN80 process. Thank you. Thank you. Thank you. हाम्रो पूर्व महामहिम Dr. Sim Khada. This is the very global picture that exists today, and हामी पनि त्यसको impacted भइरहेको छौं यो. Very nice to hear all these things. अब यहाँ हात पनि उठेछ. I take a privilege to invite short questions to Dr. Alok. He is joining from the US, Emeritus Professor, New Mexico. So after that, I think due to time zone, I think he's really एकदमै सरले चाहिँ गर्नुभएको छ. म Dr. Alok, if you have any short questions or remarks, I would take from you. Thank you, Dr. Sim Khada. Very enlightening talk. I learned quite a bit about the UN and the problem and some of the things, but I have two observations, and it's like a question. Probably I want to learn myself. You alluded to the fact that liberal democracy and Maoist socialism had to converge with the politics leading to economics, or kind of a feedback loop type deal, both together. And is this your view then that the Western IR discipline has not done that, number one? And then the second is, don't you think that the European countries have done that to some extent through their socialist program, and yet having a liberal democracy system? So have they been able to convert the two? That's the second question. And the third is this your view that the UN, you want it to be more like sovereign equality, strong, a little bit more fair-handed in a way? So are you suggesting that we do away with the veto system, like a permanent Security Council? Those are my three observations and questions. Yeah, thank you, Professor Alok. अरु दुई तीनवटा पनि लिइहालौँ, हात उठेको छ, नोट गरिदिनु होला. डक्टर सिम खडालाई म अनुरोध गरेँ. नवरा सर, एकदम सर्ट क्वेसन. हस्, थ्याङ्क यू सो मच डक्टर सिम खडा, थ्याङ्क यू सो मच. हजुरले आज हामीलाई एकदमै यहाँ त सरस्वती नै छैनन् कि जस्तो भएको बेलामा, सरस्वती नै भागिन् कि भनेको जस्तो बेलामा खालि यो दुर्गा, काली, भस्मासुर र फ्र्याङ्केस्टाइन मात्रै वरिपरि देखिरहेको बेलामा, यहाँ भोगिरहेको बेलामा हजुरले हामीलाई एकदमै सरस्वती किताबमा लगेर हामीलाई मन्त्रमुग्ध पारिदिनु भयो. यसको लागि म हजुरलाई धेरै धन्यवाद दिन चाहन्छु. र मेरो प्रश्न के भने, अहिलेको यो जुन हामी अहिले अब आलोक सरको मैले शब्द सापट्टि लिएर राजनीतिको ध्रुवे हात्ती अहिले चाहिँ एकदम बौलाएको अवस्था छ हाम्रो मुलुकमा. यस्तो बेलामा हाम्रो इन्टेलेक्चुअल डिस्कोर्स हाम्रो के हुनुपर्छ र मेरो भूमिका, हैन, म त यहाँ केही काम नभएर तपाईको चाहिँ नि औडा हुन्छ, काम केही पनि देख्दिनँ म. तर यो काम के होला हाम्रो अहिलेको कन्टेक्स्टमा नेपालमा, खास गरी हाम्रो स्ट्रिटमा र हाम्रो सोसियल मिडियामा, जहाँ तपाईको हाम्रो चाहिँ के भने सरस्वतीको किताबमा नभएका मान्छेहरूको बोलबाला र स्टेक धेरै देखिएको छ ओपिनियन बिल्डिङमा. भनेपछि यस्तो बेलामा हाम्रो भूमिका के हुन सक्ला, जसले चाहिँ तपाईको एउटा
मुलुकलाई मूलधारमा ल्याउन सहयोग गर्छ त्यो कुरा म हजुरलाई सोध्न हस् चाहन्छु। धन्यवाद। हस् थ्याङ्क यू डक्टर खतिवडा। डक्टर राम आचार्य सर, हजुरको पनि छोटो। हजुर नमस्कार। सर्वप्रथम त सबैजनालाई धेरै धेरै बधाई तथा धन्यवाद। उयो नव सरको शब्द साबट लिएर साँच्चै नै सरस्वतीको बाणी रसवादन गरे जस्तो भयो, धेरै रमाइलो। अब यो जुन सरले उठाएका चाहिँ मुद्दाहरू जति सुने पनि सकिँदैनन्, यिनीहरू रमाइला छन्। तर रमाइलो कुरा के लाग्छ भने मलाई मार्क्सले त्यो जमानामा पनि दार्शनिकहरूले यो संसारलाई विभिन्न तरिकाले व्याख्या मात्रै गरे, परिवर्तन गर्ने मेन कुरो त परिवर्तन गर्ने हो नि भन्ने कुरामा हामी निकै चुके जस्तो लाग्छ। हामी अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अब मिडल इस्टको युद्ध भन्ने पनि 3000 वर्षसम्म हामी लडिराखेकै छौँ होइन। अनि पटक पटक हामीले यो द्वन्द्व अब हुनेको र नहुनेको बिचको द्वन्द्व संसारभरि चाहे यो अन्तर्राष्ट्रिय जगतमा होस् चाहे भित्री राष्ट्रभित्र होस् भइरहेकै छ। यसो गहिरिएर हेर्दाखेरि चाहिँ मुख्य कुरा समाजवाद एउटा कताबाट भित्रबाट आएको एउटा ग्रिभ्यान्सेस हो कि जस्तो पनि लाग्ने। र यो चाहिँ अर्कोतिर यो जुन पुँजी छ अलिक कालो पुँजी, त्यो पुँजीको दम्भको कारणले चाहिँ यो साह्रै यस्तो भएको हो कि सायद पारदर्शी पुँजी भइदिएको भए यो फरक हुन्थ्यो कि जस्तो पनि मलाई लाग्छ। यसमा सरको एकपटक राय सुनौ न। धन्यवाद। हस् हस् थ्याङ्क यू। अनि सुरेश पाण्डेजीको लिइहाल्नु, प्रोभाब्ली लास्ट क्वेसन। सुरेशजी उपस्थित सम्पूर्णमा नमस्कार। यो 30औं जलवायु शिखर सम्मेलन पनि सुरु भइसक्यो। COP 30 मा नेपालले सगरमाथा संवादका निष्कर्ष, जलवायुजन्य यो हानि नोक्सानीका अनुकूलन, न्यूनीकरण, कार्बन वित्त र पेरिस सम्झौताको सन्दर्भमा घनीभूत रूपमा एकीकृत भई आवाज उठाउनु पर्ने बेलामा सरकारले अमेरिका, बेलायत जस्ता मुलुकको राजदूत फिर्ता गर्ने निर्णय गर्यो। यसो भइरहँदा युएनले नेपाललाई हेर्ने दृष्टिकोण कस्तो रहला? र अर्को मेरो एउटा प्रश्न चाहिँ के छ भने युएनलाई विश्व शासनको रूपमा पनि लिइन्छ, विश्व शासनको हिस्सेदार पनि नेपाल हो पनि भनिन्छ। तर नेपाल जस्तो स्वच्छ हराभरा र हिमालको बोली त्यो विश्व शासनमा किन अपेक्षाकृत रूपमा प्रतिबिम्बित नभएको होला? हस् थ्याङ्क यू सुरेश पाण्डेजी। डक्टर सिमकडा, अब हजुरले केटेगोरिकली 4 जनाले राख्नु भएको अब्जर्भेसन क्वेसन एड्रेस गरिदिनु होला। I'm absolutely delighted के भनेदेखि त्यो क्वेसन्सहरूले त्यो पार्टिसिपेन्ट्सहरूको लेभल अफ एउटा इन्टेलेक्चुअल लेभल डेमोन्स्ट्रेट गर्छ भन्दाखेरि such pertinent questions. Of course, I'm so delighted to hear from Dr. Bora. You know, I've been one of the admirers of your writings and your work. So first of all, let me say that I'm absolutely delighted by these questions. अब यसमा केही चाहिने तपाईको कमन इन्टरभेनिङ आन्सर्सहरू छन् हेर्नुहोस्। त्यो के हो भने एउटा चाहिँ त हामीले अहिलेसम्म हाम्रो नलेज बेस अलि मैले भने नि खालि के भनेदेखि एक्सटर्नली एक्वायर्ड मात्रै छ हैन। त्यो नलेजको र मैले अब कतिपय चाहिने यो नलेज र ज्ञान हुन्छ नि हाम्रो आहार निन्द्रा भयमै थुनानी समानि चैतानि नृणाम पशुनाम ज्ञानम नराना मदिको विशेषो ज्ञानै नहिना पशुभी समान भनेर चाणक्यले जे भन्छन् भन्दाखेरि त्यो ज्ञान भन्ने शब्दको अङ्ग्रेजी ट्रान्सलेसन के होला भनेर धेरै मान्छेसँग र इभन इङ्ग्लिस लिटरेचरको उहरूसँग गर्दाखेरि त्यो एक्ज्याक्ट इक्विभलेन्स अफ ज्ञान चाहिँ तपाईँको इङ्ग्लिस डिक्सनरीमा छैन। अब त्यसलाई विजडम भन्नुहोस् अथवा चाहिँ ऊ भन्नुहोस् भन्दाखेरि यो तर अब कमन थ्रेड कहाँनिर हो यो सबैकोमा भन्दाखेरि तपाईँले चाणक्य कन्फ्युसियसको राइटिङ पढ्नुहोस्, प्लाटो र एरिस्टोटलको राइटिङ पढ्नुहोस् हैन। इभन वेस्टर्न स्टेट बिल्डिङको वान अफ द फाउन्डेसन ले गर्ने वेबेरियन कन्सेप्ट अफ यु नो मोनोपोली ओभर एप्लिकेसन अफ भायोलेन्स त्यो स्टेटमा छ भन्ने जुन चाहिँ म्याक्स वेबरको छ त्यो सबैको अल्टिमेटली हेर्दै लानुभयो भने यो पोलिटिक्स
र ह्युमन नेचर र बिहेभियर भन्दाखेरि ह्युमन नेचर कस्तो रहेछ भनेदेखि पावर सिकिङ पनि छ, जस्टिस सिकिङ पनि छ। त्यसै हुनाले यो सबै इन्टेलेक्चुअल डिस्कोर्सको तपाईँको अब चाणक्यलाई हामी चाहिँ इस्टर्न इन्टेलेक्चुअलिजमको इक्विभ्यालेन्ट अफ माकियाभेली भन्छौँ, रियलिजम भन्छ नि, रियलिजम र आइडियलिजमको रियलिस्टको चाहिँ नि पराकाष्ठ भनेर यहाँ कहिले चाहिँ नि इन्डियन स्कलर्सहरूले त्यसलाई पोर्ट्रे गर्छन्। तर अहिले मैले यो श्लोक सुनाएँ नि, उसले चाहिँ ज्ञानले रिडिफाइन नगरेको चाहिने बिहेभियर चाहिँ त्यो लास्टिङ हुँदैन है, त्यो एनिमलिस्टिक हुन्छ। त्यस कारणले आहार निन्द्रा भएमै थिएन समानी चैतन्यणाम पथौणाम, खाने सुत्ने बस्ने इत्यादि निन्द्रा भए भने फियर फिलिङ र मैथुनानी भने रिप्रोडक्सन, यो चारवटा कुरामा त अल क्रिचर्स आर द सेम भन्दाखेरि वाट डिफरेन्सिएट्स द ह्युमन स्पिसिज भन्दाखेरि उनी के भन्छन् भने त्यो ज्ञान इनहेरेन्ट राइट र रङको ज्ञान जुन हो त्यसलाई सेपरेट गर्नुभयो भने सबै बिहेभियर यस्तै हुन्छ भन्दाखेरि अहिले कहिले काहीँ चाहिने हामीले त्यो ज्ञानको कन्सेप्चुलाइज चाहिँ नबुझेर, किनभने एक्सटर्नली इम्पोज थटबाट हामी यति प्रेरित छौँ कि चाहिने त्यो फिजिकल एक्सप्लेनेसन अफ लाइफ फिजिकल कन्सम्सन्सहरूको आधारमा भन्दा, तर त्यो पनि चाहिन्छ होइन भन्दाखेरि चाहिने एउटा चाहिँ यो इम्पोर्टेन्ट कुरो हो के भने यो अल पोलिटिक्स एन्ड इकोनोमिक्स पनि प्रफिट म्याक्सिमाइजेसन होइन, पोलिटिक्समा पावर एक्विजिसन, पावर इज द इन्स्ट्रुमेन्ट अफ पोलिटिक्स। तर एकतालि त्यो पावर एक्वायर गरिसकेपछि त्यसको एक्सर्साइज के का लागि भन्दाखेरि सबैको कन्फर्मेसन के छ भने ए जस्ट सोसाइटी क्रिएट गर्ने हो, राम्रो सोसाइटी क्रिएट गर्ने हो। पावर इज नट एन एन्ड इन इट सेल्फ इन पोलिटिकल थट और पोलिटिकल एक्सन। र जब त्यो पावर इट सेल्फ बिकम्स एन एन्ड इन इट सेल्फ और प्रफिट इट सेल्फ के अरे उसले अब कार्ल मार्क्सको त कुरै भएन, उसले त जस्टिसकै लागि त्यो के भने पोस्ट त्यो इन्डस्ट्रियल रेभोल्युसन युरोपमा त्यो डिसलोकेसन जुन ल्यायो खास गरेर चिल्ड्रेन वुमेन इत्यादिलाई लेबर्सहरूलाई, त्यसको जस्टिस सिकिङ सबभन्दा थियो बेसिस त उसको त्यही हो होइन सोसाइटी भन्दाखेरि चाहिने। अब तपाईँको यो हेर्दाखेरि पहिला यो यो ज्ञान भन्नुहोस् न कि एडम स्मिथले पनि त्यो इन्भिजिबल ह्यान्ड भने मेरो डेफिनेसन भने त्यही हो के भने, तर ओभर कन्सन्ट्रेसन अफ प्रफिट विदाउट क्वालिटी भयो भनेदेखि चाहिँ त्यसले फेरि इन्भिजिबल ह्यान्ड रिटर्न गर्छ र चाहिँ तपाईँको त्यो डिमान्ड सप्लाईको साइकल चेन्ज हुन्छ भने हो भन्ने मेरो इन्टरप्रिटेसन हो। भन्दाखेरि त तपाईँको अल्टिमेटली सबैको भ्यू अहिलेको लेटर स्कलर्सहरूको हेर्नुभयो अथवा एक्टर्सहरूको हेर्नुभयो, पोलिटिकल एक्टर्सहरूको पनि हेर्नुभयो भने जसलाई हामीले माने हो, त्यो सबैको प्रिअकुपेसन के छ भने हाउ टु एक्वायर पावर होइन, स्टेट पावर पोलिटिक्सको रोल। तर एकतालि त्यो स्टेट पावर आइसकेपछि त्यसको एक्सर्साइज के हो भन्दाखेरि अहिलेको ग्लोबल क्राइसिस अफ पोलिटिकल इकोनोमी एन्ड गभर्नेन्स भने चाहिँ संसारभरि छ नि अहिले तपाईँको, त्यो के हो भने त्यो ब्यालेन्स बिट्विन पावर एन्ड जस्टिस, प्रफिट एन्ड सर्भिसको कन्सेप्चुलाइजेसन डिसओरिएन्टेड भयो क्या भन्दाखेरि एउटा चाहिँ मेरो ओभरअल एउटा ऊ चाहिँ त्यो। अब युएनको अहिले डाक्टर साहबले निकाल्नु भयो, मेरो पर्सेप्सन चाहिँ के हो भने अरू मेरो अन्डरस्ट्यान्डिङ चाहिँ के हो भने, मेरो त अलमोस्ट इन्टरनेसनल रिलेसनको स्टडी पनि त्यो युएनकै वरिपरि भएको छ र मल्टिलाटरलिजमको वरिपरि भएको छ। र अहिले एक किसिमको अब लकिली फर सम टाइम एज अ स्टुडेन्ट एन्ड टिचर अफ इन्टरनेसनल रिलेसनको बावजुद एडिसनमा अब 8-10 वर्ष त्यो इन्टरनेसनल रिलेसन कन्डक्ट नै गर्ने पोजिसनमा म पुगेँ। पुग्दाखेरि तपाईँहरूलाई कहिले काहीँ चाहिँ अचम्म लाग्ला, यो मोबाइल फोन छ नि इन्टरनेसनल उसमा मेरो यो स्टोरी चाहिँ इज क्वाइट क्या। म जन्मिएको दार्खा भन्ने गाउँमा जहाँ चाहिँ तपाईँको 3 महिना म काठमाडौँमा पढ्न बस्दाखेरि मेरो फ्यामिलीसँग कम्प्लिट कट अफ कम्युनिकेसन, किनभने त्यति बेला पुल थिएन केही थिएन। मेरो फेरि धादिङ जिल्ला भनेको 700 खोला, खोलै खोले, अनि तपाईँको असार साउन भदौ त तर्नै नसक्ने त्यो खोला
भन्दाखेरि मेरो आमाले मलाई पैसा पठाउनु पर्ने पनि 3 महिनाको कसैसँग एकै पटक पठाउनु पर्ने, अरू कम्युनिकेसनको कुनै मिन्सै थिएन। त्यस्तो मान्छे अब तपाईँको युएन मिटिङमा आएर अहिले चाहिँ यहाँ मिटिङमा बसिरहेको टर्र अहिले भर्खरै फोन आउँछ, इन्स्ट्यान्ट इन्फर्मेसन एन्ड कम्युनिकेसन। तर त्यति हुँदाहुँदै पनि त्यो अब तपाईँको युएनको ह्युमन राइट्स काउन्सिल अहिले काउन्सिल भन्छ नि, जो कमिसन चेयर गरेर बस्दाखेरि अनि म त्यहाँ डेलिगेट्सहरूलाई एनजिओजहरूलाई चाहिने इभन पोलिटिकल लिडर्सहरूको त्यो देखेपछि त मलाई के लाग्यो भने अहिलेको सबभन्दा ठुलो प्याराडक्स भने इन्स्ट्रुमेन्ट अफ कम्युनिकेसन एन्ड अन्डरस्ट्यान्डिङ छ। यो त इन्स्ट्रुमेन्ट हो, टुल न हो। तर विल टु कम्युनिकेट खोइ, र त्यो विल टु कम्युनिकेट भए आज संसार यस्तो हुन्छ भन्दाखेरि हामीसँग त्यो विल टु कम्युनिकेट एन्ड अन्डरस्ट्यान्ड दि what we redefine as the other person, other races, other countries, other people, त्यो के हो त भन्दाखेरि एकातिर अर्को त्यो इन्टेलेक्चुअलको अतिरिक्त अहिले के भयो भने यो टेक्नोलोजी हेज ट्रान्सफर्म द ह्युमन एन्टरप्राइज इन्टु ए ह्युमन फ्यामिली। आज अमेरिकाबाट कुरा गरिरहनु भएको छ, ब्राजिलबाट कुरा गरिरहनु भएको छ। यही मेरो हजुरबा चाहिँ बनारस जाँदाखेरि त्यो बैतरणी गरेर मर्छ, आइन्छ कि आइँदैन अब भनेर बैतरणी गरेर गएको मेरै आँखाले देखाएको छ। अब अहिले त्यही हजुरबाको नाति चाहिँ तपाईँको 3-4 दिनमा साउथ अमेरिका गएर एउटा मिटिङमा पार्टिसिपेट गरेर फर्किन सक्छ। भन्दाखेरि टेक्नोलोजीले हामीलाई यसरी ट्रान्सफर्म गरिसक्यो इन्टु अ ह्युमन फ्यामिली। तर हाम्रो सोच चाहिँ अघि प्रोफेसर विल्सनको कुरो भइहाल्यो नि, इमोसन अझै के अरे एनिमल लाइक नै छ होइन। इन्स्टिट्युसन्सहरू एक किसिमको मिडिएबलै छन्। अहिले एउटा साथीले कुरा गर्नुभयो, एक्ज्याक्टली मेरो राइटिङमा त्यही छ। त्यो युएनको म्यान्डेट के थियो भने ए ब्युटिफुल कम्बिनेसन बिट्विन नेसनल सभरेन्टी एन्ड ग्लोबल गभर्नेन्स थियो क्या। किन त्यति बेलै त्यो स्कलर्स र चाहिने त्यो भोगिसकेपछि आफ्टर एक्सपिरियन्सिङ ट्वाइस इन आवर ओन लाइफ टाइम भनेर त्यहाँ लेखेको हो त्यति बेलाको लिडरहरूले उहरूले। अब चाहिने यो चेन्ज ट्रान्सफर्मेसन आएन भने योभन्दा ठुलो टु सेभ सक्सिडिङ जेनेरेसन फ्रम द स्कज अफ वार, त्यो युएनको प्रियाम्बल, त्यो स्कज अफ वार यति डिभास्टेटिङ हुन्छ। अहिले भर्खरै आयो नि, के भनेदेखि अब यो टेस्ट ब्यान ट्रिटी ले अलिकता न्युक्लियर टेस्टिङ प्रोहिबिट गरिरहेको थियो। अब अलिअलि गरेर त फेरि त्यो खुल्ने हो क्या। जबकि अब 120 टाइम्स भन्ने त कता मैले पढेँ, 120 टाइम्स त आई डोन्ट नो। तर युएस रसिया दुईटाको मात्रै भन्नुहुन्छ भनेदेखि दे क्यान डिस्ट्रोय द वर्ल्ड सेभरल टाइम्स ओभर। अब त्यति हुँदाहुँदै पनि फेरि अर्को टेस्टिङ चाहियो भन्दाखेरि यो इन्टरनेसनल रिलेसनमा खास गरेर म त इस्ट वेस्ट रिलेसनको स्टुडेन्ट भएको हुनाले सबैभन्दा इम्पोर्टेन्ट डक्ट्रिन भनेको म्युचुअली एस्योर्ड डिस्ट्रक्सन भन्छ क्या, MAD। अनि मैले भने यो त इज इट इभन अ डक्ट्रिन इन अ एज वेयर वी हेभ सो मच एक्सेस टु इन्फर्मेसन कम्युनिकेसन, बट वेयर इज द विजडम, वेयर इज द एक्सपिरियन्स? एन्ड त्यो नहुने हो भने वाट इज द पोइन्ट? र मैले अघि डिफरेन्सिएसन बिट्विन ज्ञान एन्ड नलेज भने त्यही हो। भन्दाखेरि यो टेक्नोलोजीले अर्को एउटा इन्भाइरोमेन्ट क्रिएट गरिदिएको छ। भन्दाखेरि मेरो भनाइ चाहिँ डाक्टर साहब यो के हो भनेदेखि अब त्यो अहिलेको ग्लोबल अर्डर भनेको हेजिमोनिक, अब मर्साइमरको थ्योरी नै युज गर्ने हो भने हेजिमोनिक एन्ड कन्फ्लिक्चुअल पोल्यारिटी, अन्त पोलिटिकल पोल्यारिटी, इस्टले वेस्टलाई इस्टर्न डक्ट्रिन र वेस्टर्न डक्ट्रिन भनेर जुन हामी सोसलिजम र लिबरल डेमोक्रेसीको बिचमा भन्छौँ। तर क्लासिकल त्यो स्कलर्सहरू, उनीहरूको फाउन्डिङ स्कलर्सहरूले भन्दाखेरि त कुनै न कुनै रूपमा गएर यो टेक्नोलोजिकल ट्रान्सफर्मेसन भएपछि कुनै लेभलको कन्सेप्चुअल र फिलोसफिकल कन्भर्जेन्स चाहिन्छ है। किनभने टेक्नोलोजी विल डिमान्ड ए लार्जर एक्सपेन्सन अफ द फिल्ड अफ प्रोडक्सन र डिस्ट्रिब्युसन। होइन भनेदेखि यो के भन्छ भनेदेखि के यो भ्यालु चेन्ज हुन्छ नि, 15 देशमा बन्छ, तर अहिले त डिस्टर्ब हुन्छ भोलि गएर। त्यो कुनै न कुनै किसिमको फिलोसफिकल कन्भर्जेन्स नहुने हो नि त भन्ने भाव हुनाले अब
ट्रान्सफर्मेटिभ थिङ्किङ गर्ने हो भने हेजिमोनिक एन्ड कन्फ्लिक्चुअल पोलारिटीबाट मैले कतै लेखेको छु कोअपरेटिभ एन्ड म्यानेज्ड कम्पिटिटिभ प्लुरालिटी चाहियो चाहे त्यो आइडियोलोजिकल होस् चाहे त्यो कल्चरल होस् डिफ्रेन्ट कल्चर्सको हाम्रो सोच भिन्दै छ भन्दाखेरि एउटा पाटो त्यो भयो भने अहिले डाक्टर सिमखडा अब हामी अलिक छुट्याउनु पर्छ होला जेकब भाइनरको कन्क्लुजनबाट मैले ड्र गरे के हो भने अर्को हो यो मेरो नयाँ किताबमा चाहिँ यो खालि इन्टरस्टेट रिलेसन्स चाहिने खालि इज नट ओन्ली अ फङ्सन अफ इकोनोमिक्स और फङ्सन अफ पोलिटिक्स इट हेज टु बी बोथ होइन भने इन्डिया र पाकिस्तानको बिचमा त भयङ्कर ट्रेड हुनुपर्ने होइन इकोनोमिक डिक्टेट्सको हिसाबले हेर्ने हो नि त तर छैन जापान र चाइनाको बिचमा इकोनोमिक ऱ्यासनालिटीबाट हेर्ने हो नि त डजन्ट मेक सेन्स द्याट दे आर स्टिल सो अहिले अमेरिका र उसको बिचमा इकोनोमिक ऱ्यासनालिटी भन्यो त भनौँ न त्यहाँ नजिक भएकोहरू भन्दाखेरि मेरो भनाइ चाहिँ के हो भने अब त्यो कन्भर्जेन्स कसरी आउँछ थाहा छैन अनि एउटा त चाहिँ यो ज्ञानले कि ट्रान्सफर्मेटिभ थिङ्किङले कि ह्युमन बिहेभियर हिजोको जस्तो हुनु हुँदैन है होइन भनेदेखि यो 21st सेन्चुरीको इम्प्लिकेसन केही थाहा छ नगर्ने अनि खालि होइन भने त त्यो टाइम लाइन चेन्जले मात्र त के गर्छ 18औं शताब्दी 19औं शताब्दी 20औं शताब्दी एउटै हो भन्दाखेरि यो चाहिँ एउटा यो भयो अब रोल अफ इन्टेलेक्चुअल चाहिँ यही अहिले आई थिङ्क इज अभियस हाम्रो रोल चाहिँ नि टु गो बियोन्ड स्टेट बिहेभियर स्टेटको रिप्रेजेन्टेटिभ भएपछि के हुँदो रहेछ भने त्यहाँ चाहिँ तपाईँको यु बोइल यु यर सेल्फ डाउन किनभने अब डिप्लोमेटको एज अ डिप्लोमेट यो रोल इज नट टु इनन्सिएट पोलिसी यो रोल इज टु आर्टिकुलेट दि पोलिसी सेट बाई द गभर्मेन्ट भन्दाखेरि त्यहाँ जाने बित्तिकै एउटा बक्सभित्र बस्नुहुन्छ क्या तपाईँ डिप्लोमेटहरूको अनफर्चुनेटली अनि त्यसै हुनाले अहिले तपाईँले हेर्नुभयो भने आफू हुन्जेल कतिपय साथीहरू चाहे त्योसँग कुरा गरेँ आफू हुन्जेल बिहेभियर एउटा छ अनि त्यो पोजिसनबाट बाहिर निक्लिसकेपछि त्यस्तो त कति इक्जाम्पल छन् कति भन्दाखेरि त्योबाट माथि उठेर खाटलिस्ट इन्टेलेक्चुअल्सहरूले यो गुनार मिर्दलको एउटा ब्युटिफुल किताब छ क्या त्यो एजियन ड्रामामा हाम्रो करियर इन्ट्रेस्टले गर्दाखेरि खास गरेर इन्डियाको पर्सपेक्टिभलाई ल्याएको छ इन्टेलेक्चुअल्स र इन्टेलेक्चुअल एकाडेमिया र डिप्लोमेसीको बिचमा असाध्यै राम्रो रिलेसनसिप छ तर जब एकाडेमिया इट्सेल्फ ट्राइज टु बी अ डिप्लोमेट फ्री थिङ्किङ खै र त्यहाँ छैन नि भन्दाखेरि इन्टेलेक्चुअल्सको रोल चाहिँ नि मेरो त्यो हुन्छ मैले अब एज अ प्र्याक्टिसनर चाहे त्यो लिमिट हुन्छ नि मेरो गभर्मेन्टको पोलिसी गर्नै पर्यो एज अ तर त्यसलाई चाहिँ आफ्नो इन्टेलेक्चुअल एउटा प्रिडिस्पोजिसनको आधारमा यसो गर्दा फेरि राम्रो हुन्छ है भन्दाखेरि चाहिँ नि त्यो मेरो आफ्नो कन्ट्रीको नेसनल इन्ट्रेस्ट त छँदैछ तर त्यो नेसनल इन्ट्रेस्टलाई लार्जर रिजनल गुडको भित्र ल्यायो भने त नेसनल इन्ट्रेस्ट प्रोटेक्ट भइहाल्यो नि र युएनको रोल चाहिँ त्यही हो अथवा सार्कको रोल त्यही हो सार्कको सेक्रेटरी जेनरलको रोल भने के हो भने टु हार्मोनाइज individual national interest of different member states within the larger regional good त्यो हो त्यो त्यसरी चाहिँ मैले हेरे हो हैन अब यो क्यापिटलको कुरा चाहिँ नि अब तपाईको आई थिंक वी टक्ड अबाउट इट जुमै के भन्दाखेरि प्योरली त्यो फ्याक्टर्स अफ प्रोडक्सन के हो भन्दाखेरि अथवा चाहिँ नि त्यो अब त्यति बेलाको कन्सेप्चुअलाइजेसनमा सायद एउटा थियो आज अर्कै भयो तर अब तपाईँले भने चाहिँ एकदम सही हो इन द सेन्स कि जब त्यो कहिलेकाहीँ म देख्छु क्या त्यो त्यो सिइओको पे हुन्छ नि त्यो चाहिँ नि 500 टाइम्स मोर देन दि त्यो एभरेज कमान त्यसले त तपाईँको अहिले भइरहेछ नि त्यो यत्रो ट्रान्सफर्मेसन भएको छ तर के भइरहेछ भने त्यसले डिस्प्यारिटी अफ इन्कम कसरी ल्याइरहेछ अहिले 4-5 अहिले भर्खर अब इलन मस्क त हिज पहिला त हामी त्यो सच नम्बर अफ एलडिसीज वान म्यान इज रिचर देन यति एलडिसीज भनेर कम्पेयर गर्थ्यौँ अहिले त अब इलन मस्क त स्विजरल्यान्ड भन्दै जुन इकोनोमीलाई हामीले यत्रो उ गरेर हो एकजना इन्डिभिजुअल धनी हुन थाल्यो
भन्दाखेरि त्यो डिस्प्यारिटीले अल्टिमेटली कुनै न कुनैको त्यो यदि हामीले चाहिने पावर र जस्टिसको एउटा बेस गर्ने हो भने त्यो क्लासिकलिजम उसमा पनि देखिएर भन्दाखेरि क्यापिटल कप 2 भन्दाखेरि चाहिँ मलाई छक्क के लाग्छ भनेदेखि कप 30 कप 2 मैले नै लिड गराएको क्या जिनेमा किनभने कप त्यहाँ हाम्रो त्यति बेलाको त इन्भाइरोमेन्ट ऊ पनि थियो कि थिएन मन्त्री आउने थियो इन्भाइरोमेन्ट र फरेस्ट्री के पशुपति शमशेरजी हुनुहुन्थ्यो त्यति बेला तर लास्ट मिनटमा उहाँ नआएर ल एम्बेसडर नै लिड गर्ने भनेर आयो कहिलेकाहीँ मेरो मनमा के लाग्छ भने अहिले यो एकजना नाम बिर्सेँ मैले त्यो एक्टिभिस्ट छिन् नि नर्वे कि कताको सानो गर्ल तिनले चाहिने यो मिटिङहरूमा गएर भने देखेर म छक्क इट्स अ स्याड कमेन्ट्री अन ह्युमन लिडरसिप कि युएनको त्यत्रो मिटिङमा बसेर त्यो एउटा बिचरा केटीले के भन्छ भने यु हेभ स्पोइल्ड माई फ्युचर भनेर हेर्नुहोस् त सबैको भन्दाखेरि खोइ त लिडरसिप त्यहाँ भन्दाखेरि यो कप पनि खालि यो रेगुलर एउटा चाहिँ मिटिङ भयो एउटा कतिले भन्नुहुन्थ्यो यो त्यसको ट्राभलले त्यसको इत्यादिले गर्दाखेरि कति झन् चाहिने त्यो क्राइसिस इन्हान्स गरे रादर देन चेन्ज भन्दाखेरि त्यो हिसाबले हेर्दाखेरि हो नेपालले गर्नुपर्छ हामी चाहिँ वी आर एक किसिमको क्राइम नगरिकन पनिसमेन्ट पाउने ऊमा बसिरहेछौँ तर त्यो अघि हामीले कुरा गऱ्यौँ नि इन्टरनेसनल सिस्टमको कत्रो इन्फ्लुएन्स छ हामीमा त्यो यदि जस्ट सिस्टम भए भए त्यो कम्पेन्सेसन पाउनुपर्ने हो नि होइन कप 3 अब फाइनली चाहिने यो ग्लोबल गभर्नेन्सको त मैले भनिहालेँ युएनलाई ग्रेजुअल ट्रान्सफर्मेसन भने नै त्यही हो कि नेसनल सबरेन्टी र ग्लोबल गभर्नेन्सको एउटा कम्बिनेसनको रूपमा युएन क्रिएट भयो हो मेरो इन्टरप्रिटेसन चाहिँ अल्टिमेटली त्यो दुइटै नेसन स्टेटको बिहेभियर र युएनको लिडरसिपको फेलियरले गर्दाखेरि त्यो त जानु त कता हो हामी रिभर्समा गइरहेको छौँ अहिले ग्लोबलाइजेसन अफ कति ठाउँ मैले लेखेको छु ग्लोबलाइजेसन अफ इकोनोमिक्स फर्दर लोकलाइजेसन अफ पोलिटिक्स भएको नेसन स्टेट पनि ब्रेकडाउन फर्दर ऊ चाहिने त्यहाँ विभिन्न अरू फ्याक्टरबाट भन्दाखेरि हामी उल्टो दिशामा टेक्नोलोजी एकतिर गइरहेछ ह्युमन बिहेभियर अर्कोतिर गइरहेछ र त्यसले चाहिने त्यो अघि युएन सेक्रेटरी जनरलले भनेको म्यासिभ एउटा ब्रेकडाउन यस्तो किसिमको ब्रेकडाउन कि ह्युमन सोसाइटी हेज नेभर एक्सपिरियन्स हियर टु फोर त्यस्तो आउला भन्ने डर मलाई एउटा अर्को चाहिने त्यो ब्रेकडाउनको एउटा लिभिङ ऊ चाहिने अब अलिअलि गरेर हाम्रो एरियामा आउला भन्ने डर त्यो छ त्यसले गर्दाखेरि अहिले फाइनली एम्बेसडरको रिकलको कुरा गर्नुभयो त्यसमा मेरो भ्यू क्वाइट वेल नोन छ म विभिन्न मिडियामा यो चाहिँ स्याड पार्ट अफ त्यो मेरो न्यू एन्ड इमर्जिङ च्यालेन्जेस अफ नेपाल्स फरेन पोलिसी भन्ने एउटा आर्टिकलमा 4-5 प्यारामिटर दिएर हाम्रो पासपोर्टको स्ट्यान्डिङ हेर्नुहोस् हाम्रो नेसनल पावरको स्ट्यान्डिङ हेर्नुहोस् त्यो डिक्लाइनले गर्दाखेरि अहिले नेपाल चाहिने झन्डै यो पावरको टर्म्समा रिलेटिभ हुन्छ पावर भने होइन जति बेला हाम्रो फर्मेसन भएको थियो त्यति बेला वी आर रिलेटिभली पावरफुल नेसन इन दिस रिजन अरूले पनि मिलिट्री सपोर्ट हामीसँग माग्थे तर आज त इन्डिया र चाइनाको बिचमा हाम्रो हेर्ने हो भने त हामी त कहाँ पुगिरहेछौँ इन टर्म्स अफ नेसनल पावर र त्यो नेसनल पावर सबरेन्टी पावर इन्ट्रेस्ट यो तिनवटा भने फन्डामेन्टल कन्डक्ट अफ स्टेटहुड एन्ड इन्टरस्टेट रिलेसन्स अब यो नेसनल पावर डिक्लाइन गर्ने बित्तिकै नेसनल इन्ट्रेस्ट प्रोटेक्ट गर्ने हाम्रो क्यापासिटी डिक्लाइन गर्छ र नेसनल इन्ट्रेस्ट प्रोटेक्ट गर्ने क्यापासिटी डिक्लाइन हुने बित्तिकै हाम्रो सबरेन्टीमाथि च्यालेन्ज हुँदै आउँछ यो रियालिटी हो त्यसले गर्दाखेरि अहिले यो डिप्लोमेसीलाई जसरी जोक बनाइएको छ अहिले र अहिलेको यो राजदूत फिर्ता चाहिने इज अ क्लासिक इक्जाम्पल अफ दिस जोक के भने भनेर मैले ठाउँमा भनेको छु अब त्यो स्टेटलाई राजदूत पठाउने राजदूत फिर्ता बोलाउने लिगल लेजिटिमेसी छ गर्न सकिन्छ तर अहिले जुन म्यान्डेट लिएर अहिलेको गभर्मेन्ट आछ त्यो प्रायोरिटीमा पर्ने कुरा हो कि होइन एउटा मेरो प्रश्न त्यहाँनिर छ अर्को प्रश्न भनेको तपाईँको गभर्मेन्ट आफैले यो राजदूतहरूलाई चाहिने बिना चाहिने 5 महिना 6 महिना 3 महिना 1 वर्षमा फर्काउने भनेको हाम्रो सरकारले विश्वलाई नेपालमा राजनीतिक अस्थिरता छ है भनेर अनाउन्स गरिदिने हो घोषणा गरिदिने हरेक फोरममा त्यस्तै कुरा हुन्छ भन्दाखेरि यो चाहिँ इमेच्योर डिसिसन प्रायोरिटी भन्दा
भिन्दैको डिसिसन हो र त्योभन्दा पनि ठुलो कुरो अहिले उहाँको म्यान्डेट भनेको टु ब्रिङ चेन्ज। जेनजीले खोजेको चाहिँ मैले बारम्बार भनिरहेको छु नि, यो जुन ट्रेडिसन अहिले हामीले गरिरहेछौँ यो ट्रेडिसनले गरेन है हामीलाई चाहिने यत्रो ठुलो आकाङ्क्षा लिएर चेन्ज गर्छौँ हामी, तर त्यो आकाङ्क्षा तपाईँको कुठाराघात हुन्छ। मेरो ट्राम्प एन्ड ट्रामा ट्रान्जिसनको मूल उदय त्यही हो। चेन्ज हुन्छ तर त्यसको व्यवस्थापन चाहिँ सही नहुँदाखेरि हामी त्यो ट्राम्फ चाहिँ ट्राउमेटिक बन्दैछ है नेपालीको लागि, झन्झन झन्झन। त्यसो हुनाले कोर्स करेक्सन चाहियो भन्ने हो। अब कोर्स करेक्सन गरेर एउटा नयाँ कल्चर सिर्जना गरेर नयाँ उसमा जाने भन्ने सरकारले फेरि उही पुरानै तालमा हिँड्ने भन्दाखेरि कतै चाहिने यो सरकारको बारेमा जुन पपुलर ट्रस्ट हुनुपर्ने हो नि, हेर्नु गभर्नेन्सको लागि पपुलर ट्रस्ट इज क्रिटिकल। स्टेट फङ्सन्स बिकज अफ ट्रस्ट, पिपुल्स ट्रस्ट। जब ट्रस्ट हराउँछ पिपुल्स फेथ इन द सिस्टम र भोलि गएर स्टेटमा पनि हराउँदै जान्छ र सबरिटी विकेन हुने त्यसरी नै। त्यो हिसाबले हेर्दाखेरि चाहिँ उहाँले नगरे भए हुन्थ्यो, यो चाहिँ नि राम्रो काम भएन भन्ने मेरो कमेन्ट छ। थ्याङ्क यू। धेरै धेरै धन्यवाद र बधाई हाम्रो पूर्व महामहिम डाक्टर सिम खड्का सरलाई। एकदमै इन्लाइटेनिङ टक। अब यो विषय नै एकदमै गम्भीर होइन, सरको चाहिँ अब कुराहरू सुनौ लाग्दै सुनिरह्यो र हाम्रो चाहिँ यो फोरमको अपेक्षा चाहिँ एकदमै पुरा भयो अनि सरले चाहिँ हामीलाई दिनुभयो इन्साइट। अब यहाँ अलिक हामी ठ्याक्कै 1 घन्टामा सक्थ्यौँ। आज यो विषय नै गम्भीर र सुनौ लाग्ने भएर अलिकति 10 मिनट जति 20 मिनट जति अगाडि भएको छ। म डाक्टर दिनेश भुजू सरलाई देखेँ। मैले डाक्टर दिनेश भुजू सरलाई एकदमै छोटो मा यसलाई हाम्रो आजको अतिथि वक्ता र अन्य सहभागीहरूलाई धन्यवाद दिनको लागि मैले अनुरोध गरेँ। डाक्टर दिनेश भुजू। हस्, धन्यवाद जय सर। आज डाक्टर सिम खड्काको विषयवस्तु र उहाँको प्रस्तुति असाध्य नै बौद्धिक, तार्किक र सारांशयुक्त भयो भनेर भन्न सक्छु म। धेरै नाम सुनेको तर यसरी प्रत्यक्ष सुन्न चाहिँ कम मात्रै पाइएको व्यक्तित्व हुनुहुन्छ समूह सिम खड्का। अनि फेरि उहाँ आफै पनि आइआर अन्तर्राष्ट्रिय मामिला सम्बन्धका ज्ञाता, त्यसका विशेषज्ञ भएको हुनाले र साथै अब आइआर अन्तर्राष्ट्रिय सम्बन्ध आफै नै एउटा दर्शन हो, एउटा विश्व दर्शन, एउटा वर्ल्ड भ्यू भएको हुनाले धेरै कुराहरू यसमा अहिले मिसिएको त भन्दिनँ म, धेरै कुराहरू आउन खोजेको छ यसले। यसकारण अब उहाँको झन्डै भनौँ न 40 वर्षभन्दा लामो अनुभवलाई हामीले 40 मिनटमा प्रेजेन्टेसन गर्नुहोस् भनेर भन्यो। अब फेरि मलाई जय सरले चाहिँ 4 मिनटमा त्यो सारांश दिनेश सरको भएको कि क्या हो, क्या हाम्रो हो? दिनेश सरकोमा समस्या आयो जस्तो छ। दिनेश सर पकाऊ। दिनेश सर, दिनेश भुजू सर, 1 मिनट पुऱ्याउँ है सरलाई। सरकोमा टेक्निकल प्रब्लम भयो होला, नेट गयो कि है। त्यसो भए अब यो विषय एकदमै टु बी कन्टिन्युड जस्तो लाग्यो मलाई। यो त अझै यहाँ थुप्रै अब महामहिमहरू नि आउनु भएको थियो। आलोक सर त्यत्रो अवेर भइसक्यो होला, सुनिराख्नु भएको छ। यो चाहिँ आउँदा दिनहरूमा यस्तै अलिक 1-2वटा सेसन अलिकति प्रिसाइज टपिक लिएर गर्नुपर्छ कि जस्तो लाग्यो मलाई त होइन। यसले अलिकति यो सरले अघि भन्नुभएको थियो नि ट्राफिक जाम, यो हामी ट्राफिक जाममै अल्मलिरहेको अवस्था
अनि के गरौँ भन्दा पनि के गर्ने भनेर थाहा नभएको होइन। अनि गर्न खोजेको कुरा नि एक्नोलेज नभइरहेको अवस्था छ होइन। हामीले प्रोफेसर आलोक सरको यो नेपाल ट्रान्सफर्मेसन सपोर्ट ग्रुप भनेर हामीले एउटा चाहिँ खोलेको पनि छौँ हामीले यस्तै मञ्च। त्यसमा स्पेसिफिकली यो अहिलेको ट्रान्जिसनमा ट्रान्सफर्मेसनमा के सहयोग पुर्याउन सक्छ थिङ्क ट्याङ्कले भनेर बहसहरू गर्ने गर्छौँ। प्रोफेसर आलोकको धेरै नै आर्टिकल त्यसबाट हामीले चाहिँ यत्रतत्र छरेको छौँ त्यो मार्फत। र बोरा सरको कुराहरू पनि सुनेछ। अरू थुप्रै सरहरू साथीहरू जर्नलिस्ट भए होइन, फर्मर एम्बेसेडरहरूले कुराहरू पनि सेयर गर्नु भएको छ र जारी छ। अब यो के भन्छ यो अनसर्टेनिटीको स्थिति अझै लम्बिने हो कि भन्ने डर पनि छ। आशा गरौँ अब समयमा चाहिँ अब इलेक्सन होस् अनि काम अगाडि निरन्तर बढोस् भन्ने छ। यो ट्राफिक जाम चाहिँ अझै अन्धकारै भइरहेको स्थिति छ। दिनेश सर यदि आउनु भएको होइन भने चाहिँ अब हामीले दिनेश सर आर यु हियरिङ अस? सरको अघि अलिकति हामीले सुनिएन सर। दिनेश सर त देखिन्छ। दिनेश सर अदरवाइज ओके या यसो भए चाहिँ अब सायद अब हामी अर्को एउटा कुनै सेसन गर्नुपर्छ होला। आज अलिकति टाइम पनि भएको हुनाले सकौँ होला होइन हाम्रो रामाचार्य सर, के भन्नुहुन्छ? हजुर सकौँ। अब दिनेश अब सर यो त्यो कहीँबाट यसलाई ट्रान्सक्राइब गरेर एउटा चाहिँ सानो समरी बनाएर कम्युनिकेट गरिदिनु पायो भने धेरै राम्रो हुन्थ्यो जस्तो लाग्छ। हुन्छ, राम्रो आइडिया सरको। हजुर सरले लेख्नु नि भएको थियो। हामीसँग रेकर्ड छ, यसलाई ट्रान्सक्राइब गरेर छोटो यसको टेक अवे चाहिँ अवश्य हजुर हामीले हजुर चाहिँ किनभने अहिलेको कन्टेक्स्टमा हामीलाई त यस्ता मेसेजहरू धेरै जरुरत छ। धेरै धेरै एकदमै एकदमै। दिनेश सर हजुर आउट हुनुभएको थियो अघि, हामीले सुन्यौँ न। अब चाहिँ सरले सकाउनु पर्ला 1 मिनटमा यदि सुनिराख्नु भएको छ भने। दिनेश सरको अडियो मेरो सिस्टममा विचारमा सकिए नै दिनुहोस्। अब यसलाई अर्को एउटा एपिसोड पनि सञ्चालन गर्ने हो भने एकैचोटि त्यसै बेला सारांश गरौँला नि, होइन? साथीहरूलाई किन धेरै बेर पर्खेर। हस्, एकदमै राम्रो सल्लाह। यहाँहरूको सर, दिन हस्। शुभ रहोस्। नमस्कार। धन्यवाद, नमस्कार। हस् ल, थ्याङ्क यू है। आई इन्जोयड इन्टरेक्टिङ। अब यसरी यहाँ धेरै परिचित नामहरू, अब कति चाहिँ नयाँ चाहिने मित्रता र इभन अमेरिकाबाट डाक्टर बोराको त मैले भनिहालेँ, आइएम वान अफ हिज एकदम इन्टेन्सली फलो गर्ने उहाँको कामको। सो आइएम भेरी ह्याप्पी टु बी। यो अलि जहिले पनि यस्तै हुन्छ क्या, अलिकता चाहिने यो आफ्नो फेभरेट टपिक भएपछि अलिक टाइम जान्छ। म जहिले पनि भन्छु आफ्नो चाहिँ 10 मिनट 15 मिनटमा सकेर अनि इन्टरेक्टिभै बनाऊ भन्यो, यस्तै हुन्छ। तर नन्दलेस आई ग्रेटली इन्जोयड इट र थ्याङ्क यू भेरी मच। नमस्कार। You need a full day.